ल सुरु गरौँ है त। आज हामी धनु राशिको त्यो कहिल्यै नरोकिने साहसिक यात्राको बारेमा कुरा गर्दैछौँ। त्यो ऊर्जा, त्यो स्वतन्त्रताको तिर्खा र त्यो अनन्त खोजको रहस्य आज हामी खोल्नेछौँ। कसैलाई यस्तो किन हुन्छ एउटा यस्तो अदृश्य शक्ति जसले सधैँ नयाँ क्षितिजतिर तानिरहन्छ? हो, यही प्रश्नमा लुकेको छ धनु राशिको आत्माको कथा। त्यसो भए आउनुहोस् सुरु गरौँ। धनु राशिको त्यो मूल पहिचान के हो जसले उनीहरूलाई कहिल्यै थाक्न दिँदैन? धनु राशिलाई चिन्ने सबैभन्दा राम्रो तरिका हो एक अनन्त अन्वेषक। उनीहरूको व्यक्तित्व भनेको कस्तो थाहा छ? ज्ञानको महासागरतिर दौडिरहेको नदी जस्तै, सधैँ गतिमा, सधैँ नयाँ अनुभवको खोजीमा। उनीहरूको लागि एकै ठाउँमा बस्नु भनेको त सबैभन्दा ठूलो सजाय हो। जीवनको मतलबै हो निरन्तर हिँडिरहनु, सिकिरहनु अनि हरेक मोडमा नयाँ अनुभवहरू बटुलिरहनु। रोकिनु? त्यो त उनीहरूको स्वभावमै छैन। तर आखिर के हो त त्यो शक्ति जसले उनीहरूलाई सधैँ अगाडि धकेलिरहन्छ? ल यस्तो सोच्नुहोस् त, एउटा जादुई औजार बाकस छ जसमा अद्भुत शक्तिहरू छन्। धनु राशिसँग ठ्याक्कै त्यस्तै केही छ, जस्तै कहिल्यै नहार्ने आशा, सकारात्मक ऊर्जाको भण्डार अनि ठूल्ठूला सपना देख्ने हिम्मत। यही त हो नि उनीहरूको यात्रालाई सफल बनाउने शक्ति। धनु राशिका लागि स्वतन्त्रता भनेको त सास फेर्नु जस्तै हो। यो बिना उनीहरू बाँच्नै सक्दैनन्। कसैले नियन्त्रण गर्न खोज्यो कि उनीहरूलाई निस्सासिएको जस्तो हुन्छ। त्यसैले त उनीहरू सधैँ आफ्नै आकाशमा उड्न चाहन्छन्। तर जतिसुकै चम्किलो सूर्य भए पनि त्यसमा दागहरू त हुन्छन् नै, होइन र? हो, यो अनन्त यात्रामा धनु राशिले पनि केही चुनौतीहरूको सामना गर्नुपर्छ जसले उनीहरूको चरित्रलाई अझ गहिरो र वास्तविक बनाउँछ। यो द्वन्द्व कतै देखे भोगे जस्तो लाग्छ। एकातिर आकाश छुने सपना देख्ने, अर्कोतिर ध्यान नै नलागेर ती सपना बीचमै छोडिदिने। फेरि मनमा जे छ त्यही बोल्ने बानी, तर कहिलेकाहीँ त्यही स्पष्ट कुराले कसैको मन दुख्छ कि भन्ने ख्यालै नहुने। हो, उनीहरू कहिलेकाहीँ एउटा फूलबाट अर्को फूलमा उडिरहने पुतली जस्ता देखिन्छन्। हेर्दा त कति सुन्दर, तर समात्न खोज्यो भने फुत्तै उडिहाल्छन्। यही नयाँ नयाँ अनुभवको खोजीले गर्दा कहिलेकाहीँ उनीहरू जिम्मेवारीबाट भागिरहेका छन् कि जस्तो पनि देखिन सक्छ। त्यसो भए प्रश्न उठ्छ, धनु राशिले आफ्नो यो जङ्गली आत्मालाई कसरी काबुमा राखेर सही दिशा दिन सक्छन् त? यसको रहस्य भनेको एउटा जङ्गली घोडाले सङ्गीतको तालमा नाच्न सिके जस्तै हो। जब धनु राशिले आफ्नो स्वतन्त्रताको चाहनालाई अनुशासनको लगाम लगाउन सिक्छन् नि, तब उनीहरूको शक्ति यति बढ्छ कि असम्भव पनि सम्भव लाग्न थाल्छ। यहाँ के